डे 39 प्रोजेक्ट ट्रान्जिसन। सो आज मेरो फर्स्ट क्लासेस थियो होइन, अल्फाबेट्स र नम्बर्सहरू पढाएँ। तर के रियलाइज गरेँ भने इट इज सुपर हार्ड टु टिच अनलाइन होइन, विदाउट ग्राफिक कार्ड बिना लाइक ओके ग्राफिक ट्याब्लेट बिना एकदमै पढाउन गाह्रो हुने रहेछ। सो इट्स अ इन्भेस्टमेन्ट, आई हेभ टु बाई इट होइन। अहिले इन्फोटेकतिर आएर किन खोज्दैछु, लेट्स सी वाट ह्यापन्स। ओके सो आई विल बाई अ ट्याब्लेट, इट इज अ नेसेसिटी। म आजकल रियलाइज गर्दैछु म माथि एकदम इगो आयो जस्तो लागिरहेछ क्या। लाइक एकदमै छिटो इरिटेट हुन थालेको थिएँ। अनि के अरे सानो सानो कुराहरूमा अलिकति झर्को नलाग्नु पर्ने कुराहरू पनि झर्को लागिहाल्छ क्या। टलरेन्स लेभल एकदम कम भएको थियो, तर एक्चुअलमा इगो होइन रहेछ, भोकले चाहिँ रहेछ क्या। बिहानदेखि केही खाएको छैन त, हिजोदेखि केही खाएको छैन त, अनि त्यही भएर पनि रहेछ इरिटेसन र फ्रस्ट्रेसन भएको। सो एउटा कुरा प्रुभ भयो कि भोक लागेर मान्छे फ्रस्ट्रेटेड हुन्छ भन्छ नि, एकदमै सत्य रहेछ। म आफूमै डिफ्रेन्स देखिरहेको छु यार, कत्रो डिफ्रेन्स देख्छु यार। अनि यसो सोध्छु कि यार यत्रो धेरै इगो मसँग कहाँबाट आयो भन्छु नि म चाहिँ। अनि अर्को काण्ड, मैले पर्स ल्याउनै बिर्सेछु अनि ई सेवा बसमा चल्दैन। सो अब 3-4 किलोमिटर हिँडेर पुग्नुपर्छ जस्तो छ यार। तर गाह्रो भइहाल्यो नि, कस्तो अघि सोचिन रहेछ नि यसको बारेमा। अब यहाँ तिनकुनेमा छ, तिनकुनेदेखि बबर मल छ भने हिँडेर त जानु होला नि, अरू के अप्सन छ र। सो ढुङ्गा खोज्दा सुन भेट्यो भने जस्तो गाइस क्या। यहाँ डिजिटल गोर्खा रहेछ, यसमा चाहिँ लाइक डिजिटल मार्केटिङहरूको कुरा सिकाउनु रहेछ क्या। सो यता छेउमा एनएससिएसिया थियो र एनएससिएसियामा पैसा निकालौँ भनेको। आई अल्सो गट दिस प्लेस क्या। अब म मार्केटिङ गर्दैछु नि त, आई वान्ट टु नो क्या प्राइसहरू कसरी सेट गर्नु। लेट्स सी इफ दे क्यान हेल्प मी अर नट। ओके आइ एम सो कन्फ्युज्ड। आई लाइक द प्लेस है, विन्सेन्ट चर्चरको बुक्सहरू, देयर आर लट्स अफ options to pick from, the good. I just wish they can help me, man. I'm so much confused. What should I do? I know trial and error word I will learn, but if they can help me with anything, I'd be so grateful. Digital Gorkha, eh? Let's see. Fuck yes, finally, yeah, finally. Got the money. बल्ल बसमा चढ्न पाइयो यार। अब चाहिँ